सेकेन्ड टर्मको इन्टर्नल मार्क्स र टर्मिनलको थ्योरिटिकल मार्क्सहरू चाहिँ यसरी इन्ट्री गर्नु होला यता। जस्तै इङ्ग्लिसको लागि हामीले इङ्ग्लिसमा कम्प्युटरबाट भर्दाखेरि चाहिँ इङ्ग्लिसमा यसरी तपाईँले माउस लानुभयो भने अथवा यहाँ क्लिक गर्नुभयो भने नि लिङ्क आउँछ। यसमा क्लिक गर्नु भइसकेपछि चाहिँ तपाईँलाई एसएस छ भने चाहिँ डाइरेक्ट तपाईँ यसरी पुग्न सक्नुहुन्छ। पुगिसकेपछि चाहिँ प्रत्येक सब्जेक्टको चाहिँ यहाँ इङ्ग्लिस छ भने इङ्ग्लिस अनि इङ्ग्लिस 2 यसरी राखेको छ, अनि नेपाली छ भने नेपाली 2, म्याथ 2 यसरी राखेको छ। त्यो सिटमा गएर चाहिँ तपाईँले यहाँ तोकेको बमोजिम चाहिँ आफूलाई राख्नुपर्ने मार्क्सहरू राखिदिनु भयो भने हुन्छ। अनि त्यस्तै गरी सेकेन्ड टर्मको मार्क्स चाहिँ यो चाहिँ डेमोको लागि राखेको छ। यो मार्क्सलाई चाहिँ तपाईँले हटाएर अथवा त्यसैमा रिराइट गरेर चाहिँ एडिट गर्न सक्नुहुन्छ। अनि यो एडिट गरिसकेपछि अटोमेटिक हामीले बनाएको सिटमा चाहिँ अपलोड हुन्छ। अनि कुनै सिटहरूमा चाहिँ यसरी नम्बरहरू चाहिँ 00 आएको हुनसक्छ, त्यसमा चाहिँ फर्मुलाहरू अप्लाई गरिदिएको छौँ। त्यो फर्मुलाहरू चाहिँ यतापट्टि साइडमा देखिन्छ, कुनैमा चाहिँ फर्मुला छैन। जस्तै यसमा चाहिँ यहाँ मात्रै फर्मुलाहरू छ, यसमा मात्रै छ, अरूमा चाहिँ छैन। फर्मुला भएको सेललाई चाहिँ चलाउनु भएन भने तपाईँहरूले क्यालकुलेसन चाहिँ गर्नु पर्दैन। बाँकी चाहिँ यसमा तपाईँहरूले नम्बर इन्ट्री गरिदिनु भयो, जस्तै 2 राखिदिनु भयो, अनि अर्को 2 राखिदिनु भयो, 5 राखिदिनु भयो भने अटोमेटिक क्यालकुलेसन भएर यता आफै आइदिन्छ। अनि यहाँ चाहिँ हामीले फर्स्ट र सेकेन्ड भन्ने चाहिँ यो मिड टर्मको एक्जामको मार्क्स राख्ने हो। अब राख्न चाहिँ यो कन्भर्ट गरेर राख्नुहुन्छ भने राख्नुहोस्, होइन भने चाहिँ तपाईँहरूले भर्नुभएको त्यो गुगल सिटको चाहिँ हामीले यसमा चाहिँ राखिदिनेछौँ। यसको लागि चाहिँ तपाईँहरूले भरिदिनु भए पनि हुन्छ, होइन अब कन्भर्ट गर्न गाह्रो लाग्छ भने त्यसलाई चाहिँ यसलाई चाहिँ छोडिदिनु भए पनि हुन्छ। मोबाइलमा चाहिँ तपाईँहरूको मार्कसिट इन्ट्री गर्नको लागि चाहिँ सिट डाउनलोड गर्नुपर्छ, यस्तो गुगल सिट भन्ने। यदि छैन भने चाहिँ प्ले स्टोरमा जानुहोस्। होइन, प्ले स्टोरमा गएर चाहिँ गुगल सिट भनेर सर्च गर्नुहोस्। यो माथि गुगल सिट भन्नुभयो भने गुगल सिटको आउँछ। यो गुगलको चाहिँ गुगल आइएनसी भन्ने आउँछ, एलएलसी रहेछ अहिले चाहिँ। यस्तो गुगल एलएलसी आउँछ। यो चाहिँ गुगलकै आफ्नै प्रडक्ट हो। मैले चाहिँ पहिल्यै इन्स्टल गरेको भएर चाहिँ यसमा ओपन र अनइन्स्टलको अप्सन आयो। तपाईँहरूकोमा चाहिँ इन्स्टल छैन भने चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ है। इन्स्टल गरिसकेपछि मात्रै हाम्रो चल्छ। जस्तै मैले यसलाई इन्स्टल गरेँ। इन्स्टल गर्न चाहिँ केही समय लाग्छ। इन्स्टल भइसकेपछि चाहिँ यसलाई ओपन गर्नुभयो पनि हुन्छ। ब्याक गरेर तपाईँहरूले आफ्नो एप्लिकेसन कहाँ हुन्छ त्यहाँ गएर चाहिँ यसलाई भेटाउन सक्नुहुन्छ। र जस्तै मेरो चाहिँ लास्टमा बस्छ यो, यसरी यहाँबाट चाहिँ तपाईँले यसलाई ओपन गर्न सक्नुहुन्छ। ओपन यसलाई नगरिकन हामीले डाइरेक्ट पनि एक्सेस गर्न सक्छौँ। अनि जस्तो तपाईँहरूलाई एउटा लिङ्क आइसकेपछि लिङ्कमा क्लिक गर्नुहोस्। लिङ्कमा क्लिक गरिसकेपछि चाहिँ अकाउन्ट 2-3वटा छ भने अकाउन्ट छान्ने अप्सन आउँछ। आफ्नो अकाउन्ट छानिसकेपछि चाहिँ यहाँ लिस्ट आउँछ यसरी, जस्तो कम्प्युटरमा देखिन्छ त्यस्तै देखिन्छ यसमा पनि। जस्तो इङ्ग्लिसमा क्लिक गर्नुभयो भने इङ्ग्लिसको यहाँ आउँछ, म्याथको गर्नुभयो भने म्याथको, कुन क्लासको गर्नुपर्ने त्यसको ठ्याक्कै मुनिपट्टिको गर्नुभयो भने ठ्याक्कै त्यहीँ जान्छ। जस्तै सोसियलको चाहिँ भर्न मन लाग्यो भने सोसियलमा प्रेस गरिसकेपछि तल लिङ्क आउँछ, त्यसमा थिच्नुभयो भने हामीले चाहिँ भर्न मिल्ने सिटमा पुग्छौँ। यसको पनि तल हेर्नुभयो भने अलिकति तल यहाँ सिट 2 भन्ने छ है, सरी सोसियल 2 छ, अनि म्याथको म्याथ 2 यसरी चाहिँ राखेको छ। अब यहाँ चाहिँ तपाईँले इन्ट्री गर्न सक्नुहुन्छ। जस्तै इन्टर फर्मुला गरेर यहाँ चाहिँ आफूलाई दिन मन लागेको नम्बर, जस्तै 1.5 दिन मन लागेको छ भने 1.5,
अनि 2 जित्न मन लागेछ भने 2 यसरी चाहिँ तपाईहरुलाई मन लागेको नम्बरहरु चाहिँ यसरी दिदै चाहिँ भर्दै जान सक्नुहुन्छ है त। अनि यसमा पनि सेम टु सेम नै हुन्छ। अब यसमा चाहिँ मैले लाइट थिम लगाएँ अलिकति राम्रो देखिनको लागि चाहिँ। यसरी आफुलाई चाहिने नम्बरहरु राखिसकेपछि जस्तै यहाँ 00 देख्नु भएको छ, यहाँ चाहिँ हामीले अगाडिपट्टि नम्बर राखिसकेपछि जस्तै यो 4 छ, 4 मा मैले 3 राख्दिए, यसमा चाहिँ मैले 2 राख्दिए, यसमा 4, यसमा 1, यसरी आफूले दिन मन लागेको नम्बरहरु दिइसक्नु भइसकेपछि चाहिँ यो फर्मुलामा आफै क्याल्कुलेट हुन्छ जम्माको। यो म अपडेट गरिदिन्छु अनि त्यसपछि यो 36 मा 36 मा पनि आफै कन्भर्ट हुन्छ अनि लास्टमा गएर पनि यहाँ चाहिँ नम्बर आफै जोडिन्छ। त्यसैगरी यहाँ माथि चाहिँ फर्स्ट टर्म भएको रहेछ, यसले खासै प्रब्लम गरेन। यहाँ चाहिँ सेकेन्ड टर्मको मार्क्स राख्दिनु होला है त। यो 37 8 यस्तो नम्बरहरु राखेको ठाउँमा चाहिँ यसलाई चाहिँ तपाईहरुले रिप्लेस गरिदिनुस् अथवा ल्यापटपमा चाहिँ सिलेक्ट गरेर इरेज गर्न मिल्छ। यसरी चाहिँ नम्बरहरु चाहिँ राखिदिन सक्नुहुन्छ है त।